गाइज फेरि पनि मेरो नयाँ भ्लग आइसकेको छ। छोटो मिठो भ्लग लिएर आइरहेको छु, सर्ट भ्लग है। र अहिले चाहिँ टक्क लाएर म बारीमा जान लागिरहेको छु। मल हाता छ, बारीमा जाने मल हाल्ने कामै त्यही हो मेरो त है। बिहानको भ्यू चाहिँ टक्क रहेको छ। यो मौसम एकदम क्लिन रहेको छ होइन, हाम्रो चाहिँ गाउँमा सफा। र म चाहिँ बारीमा आइसकेको छु। बारी हेर्दैछु कतिको मल चाहिन्छ भनेर होइन, मल नपुग्ने जस्तो लाग्यो के। र अहिले चाहिँ टक्क मल हाल्न सुरु गरिसकेको छु। मल चाहिँ पुग्छ कि पुग्दैन भन्ने मात्र हो, के हुन्छ हेरौँ। र मल हाल्दै जान्छु। मल हाल्दा मल सकेको नै थाहा पाइनँ के। र बारी अझै अलिकति बाँकी रह्यो होइन। अब त्यसैले म फेरि घर गएर मल लिएर आउँदैछु। मल ल्याएर फेरि हाल्न सुरु गरिसकेको छु। यति ग्याप बाँकी रहेर तनाव भयो कि, अनि त्यसैले घर गएर फेरि आएर मल हालेँ। र बारीमा रोडमा आएर म चाहिँ अब त्यहाँ आमा खोर्सानी गर्दै हुनुहुन्छ। म नि जान लाग्यो। भाइ अगाडि हिँडिरहेछ कोदालो बोकेर। र बारी चाहिँ रहेको छ हाम्रो होइन। बारी तल खोर्सानी रोप्यो, तलसम्म छ। झार धेरै भएर पुरै टाउको दुखाइदियो। यो चाहिँ गोडिसकेको। लास्टसम्म हेरिदिनु भएकोमा होइन, लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। र हजुरहरूले जतिसुकै साथ सपोर्ट गर्यो त्यति नै मेरो हौसला बढ्दै जान्छ होइन। हस्त धन्यवाद।